सन्चै आएर हुन्छ होला नि म फ्रेन्ड पाइन्छु यता चाहिँ दोस्त है दोस्त ए आज चाहिँ हामी साथीहरू भेटेँ होइन हेलो हेलो पुरा होइन बालनको यहाँ सदुपयोग गरेछ है पानी खानु टक्क ल केटाहरू पानी झिकेर राखेको त हिमाल सर टक्क हाल्यो होइन त्यहाँबाट हाल्यो टक्क यहाँ पानी सर खै त आउँदैन त यार 1 रुपैयाँमा आउँछ ल 1 रुपैयाँमा 1 रुपैयाँ पानी हालेछ खाए 1 रुपैयाँ पानी यता यता हामी चाहिँ होइन भेटिसिया छ केटाहरूलाई ल दोस्त मिल्छु यता आइ ठिक छ मैले खानु पानी हाम्रो इन्ट्री बनाऊ उता जाम कति नयाँ नोट यार उता जाम छोड्दै अहिले आएर खानमा जाम ल हामी चाहिँ अब इन्ट्री 22 धारातिर होइन केटाहरू अगाडि ल जाम ल यहाँले हो त हामी चाहिँ अब 22 धाराको छिर्न जाँदैछौँ होइन टिकट काट्न होइन हामी चाहिँ अब टिकट काट्न हामी चाहिँ टिकट काट्ने ठाउँ 22 धारा छिर्नुभन्दा अगाडि टक्कै यहाँ टिकट काट्ने अनि टक्क जाने है त टिकट काट्दैछौँ हामी है टिकट काटिसकेको छ है हामीले ल अब भित्र इन्ट्री हाम्रो भिडियो बनाइरहेको छौँ ल प्रवेश है अब टक्क हामी भ्लग आउँछ बेलुका आउनु परेको नि एउटा अनौठो चिज देखाउँछ है म तपाईँहरूलाई माथिको खतरा होइन थाहा छैन यहाँ के छ ल अनौठो चिज एउटा छ छन् चाहिँ अनौठो चिज के थाहा तिमीलाई यहाँ 22 जना एउटा अनौठो चिज छ म देखाउँछु ल होइन उ त्यो माथि हिँड न त त्यहाँको मुनिवरहरूलाई पनि सुल्दै देखिन्छ होइन पानी चाहिँ एकदम सफा रहेछ बालन सर होइन बालनको त बिग खानु भने हामी त कहाँ हो पानी बालेन्सरको पानी हालेको छ 1 रुपैयाँको पानी है टक्क लाएर ठिक छ खतरा पुलिस खेल्ने ठाउँ दामी छ घाम पनि कडा छ होइन पौडी खेल्ने मुन लगाइरहेको तर नमिल्ने होला तर अस्तिमा त्यो सब बिर्ग्या थियो यार यो मे दोस्लाई चाहिँ स्वाद आएन अरे पानीको तातो पानी बालनको त्यही हो हामी जाँदैछौँ यहाँ माछा पनि छ यार मैले देखाएको थिएँ पहेँलो माछा तर अस्तिमा त्यो केही बनाएको थिएन अहिले त बनाएछ जे भयो नि खतरा लाग्यो दामी छ ठाउँ जे भयो नि है दादा एक जोडा झिकेर लाएर खाइदिउँ ल केटा फुत्ता मोबाइल पानी भयो क्या झरेन किन हुने हो ल ठिक छ ल जाम माथि जाम किन हुने माछा है म माछा देखाउँछु है त फेरि मलाई डर लाग्यो फुत्तो झऱ्यो भने मोबाइल धेरै पानीको हल्का देखायो होइन न्यू एक्सपिरियन्स दोस्तहरू हामी फाइनल कति दिनपछि भेट्यो अरे महिना होला स्विमिङ पुल जाने नथुत्यो यार बोतल बुई मिजुहरू त अनि ए मिजु त यता हो क्या यार ओए यहाँ छैन क्या माछा ल ऊ हामी फाल्यो चाहिँ भक्कै ल पनि हामी फाल्यो यहाँ पनि छ हलाको माछा यहाँ चाहिँ घुम्न आउनु सक्नुहुन्छ दामी छ ठाउँ चाहिँ त्यही हो है त मान्छे पनि छ 22 धारा भने मात्रै पानी त एउटा धारा पनि देखिन्न म यहाँ कुवातिर चाहिँ रहेछ कुवा होइन यो खै के थुनेर बनाएको कि हो तर खतरा ठाउँ यहाँ हुँदैछ कामहरू घुम्दैछ हामी चाहिँ अब सँगै यासी दिएर पढेको होइन अनि काठमाडौँतिर आइबेला साथीहरूसँग भेटेँ त्यही नै हो यसलाई चाहिँ फोटोकै पर्यो स्विमिङ पुल जाने हो क्या पढ्न पौडी खेल्नु धन्नुहोस् न माछा कति बाचाले भने सोच न यार यो त माछा
हामी चाहिँ टक्क फोर्टिन लाग्छ भिडियोलाई 50 घाम पर्दो चाहिँ हर त भन धेरै फोटो पुऱ्याउँछ हामी चाहिँ जाँदैछौँ हात चाहिँ खिच्दैन फोटो खिच्नु ल हामी फोटो भेट्नु पर्ने हुन्छ त अब दादा कहाँ हेर्सी भइदियो नि कुद्नु फेरि कसले सक्ने फेरि तल गए पानी यहीँबाट गएन यही पानी गएर गुड 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 यहाँ बुद्ध नि रहेछ त नि मन त मेरे को तो यसो ढिके खाने के मन कर रहा है यो त कस्तो खालको माछा हो यो केटा हो ट्याक्का झिका हातले एक बेला परेर खाइदियो बोल जरा सबर करो बोला धक्का मुक्की नहीं करने का आराम से लेने का ल्याउनु पर्ने यहाँ सेट अब हामी टक्कर स्विमिङ पुल जाँदै छौँ गाइजहरू होइन हामी स्विमिङ पुल जाँदैछौँ मेरो तर फोटो चाहिँ भिजो जस्तो छ बक्सर पर्दैन बखर्नु हो के हो जानी झन् सफा यस्तो गोरो भएको तिमी झन् गोरो आरा हालिदिनु पनि के उही माछा दामी देखिया त ओ कछुवा यार म त फर्स्ट टाइम देखि यार रियल कछुवा हेरिदिनु न म त फर्स्ट टाइम हो कछुवा त यार इङ्ग्लिसमा के हो टोटोलाइज चाहिँ के हो टोटोलाइज के त्यही भन्छ ल ल ल कछुवा नि देखेर जाऊँ केटाहरू हो यहाँ चाहिँ एउटा अनौठो चिज छ कि एउटा देखाउँछु म अनौठो चिज तपाईँहरूलाई होइन बुला नीलकण्ठ है के हो नीलकण्ठ घुम्नु थियो दामी छ घुम्ने ठाउँ चाहिँ पनि आउँदा हुन्छ तपाईँहरू नि होइन हामी चाहिँ आइसकेको छ मन्दिरभित्र पनि धेरै छौँ साथीहरू म ठाउँ छ क्या चाहिँ होइन यो मूर्ति हो नि यो मूर्ति यहाँ मुनि पानी मुनिबाट हेर्दा के सेम सुल्टै देख्छ के पानी टल्के पानी मुनिबाट हेर्दा यो मूर्ति सुल्टै देख्छ क्या हेर्नु साथीहरू सुल्टै देखिरहेछ अहिले टल्क्यो क्या सेम सुल्टे मुनिबाट हेर निउरी र सेम सुल्टे चाहिँ खतरा लाग्छ मलाई यहाँको चाहिँ बेस्ट लाग्छ म हेर्छु त हेर न सेम सुल्टे देख्छ कि पुरै सबै सर्लङ्गै देख्छ मुनिबाट माथि के छाया होइन भने छाया त कहाँ त्यस्तो देख्छ त नि छाया त यस्तो भएन नि सेम सुल्टै देख्छ क्या तलतिरै फर्क्यो खतरा आयो बाल नीलकण्ठ हामी चाहिँ अब के निस्किने हो कि के हो ल यही हो बाल बुला नीलकण्ठ हो 22 धार के हो हामी जाने कहाँ हो 22 धार दुईजना घुम्ने आयो अब हामी जाने कता हो फोटो खिच्न पनि फोटो खिच्ने अब हामी चाहिँ फोटो भेट्नु पर्ने हुन्छ नि त फोटो भेट्नु पर्ने हुन्छ ल चाहिँ अब फोटो सोटो सकिसकेको छ अब चाहिँ निक्लिनु लाग्यो होइन स्विमिङ पुल जानु पौडी खेल्न गऱ्यौँ भइरहेछ यहाँ चाहिँ अब 2 शब्द जान्छ मेरो ओन अङ्कलबाट ल गाइजहरू सपोर्ट गरिदिनु होला भर्खरको भ्लगर हो एउटा होइन है यौँ ब्लगर भर्खर एसी लिएर ब्लग बनाउन सुरु गरे भन्दा नि एसीको बिचतिरबाट सुरु गरेको ब्लग यसको ब्लग सफल होस् ठुलो स्टार बनेको हेर्न पाऊँ मैले ल चाँडै प्रकारले नै चाहिँ ल केटाहरू त्यता हेरिदिने है त्यता हामी चाहिँ अहिले कता आएर बसिरहेको छ माराम गरेर छैन अब हामी खै स्विमिङ खेल्ने ठाउँमा आइसकेको छैन अब यहाँ कस्ट्युम केटाहरू हेर्दैछ अब सिधै स्विमिङ पुललाई भेट्नुपर्ने हुन्छ है त हामी चाहिँ अब कस्ट्युम खोलिदियो केटाहरू लास्ट घाम छ अब एकछिन पछि भेट्नुपर्ने हुन्छ है त